गाइज आज डे 3 मैले हिजो भनेको थिएँ सामान देखाउने भ्याइने म सिटिङ गरेर बिर्सिन्छु। अब घर घर देखाउँला। अब हामी सिक्किमबाट जाँदैछौँ। अब दार्जिलिङ कता घुमिन्छ त्यसो अहिले 5 बजे गाइज 5 बजे पनि यहाँ हो भने त यस्तो बिहान त झन् यस्तो लप्पा छापा लाग्यो। अब हामी प्याक गर्न लाग्यो गाइज। ल ओके गाइज हामी सिक्किममा निक्लिसकेका छौँ। बाहिर सिक्किम अघि मैले गाइज हामी यता कतै खाजा खान रोकेका छौँ। हामी लगभग 2-3 घन्टा त हिँड्यो क्या। यहाँ यति उज्यालो भइसक्यो अहिले। हामी हिँड्न त बिहानै हिँडेको तर दार्जिलिङ घुमाउँछ भन्दा स्कुलले घुमाउँदै यस्तो झर्ला मलाई। त्यो दार्जिलिङको भिडियो बनाउनै मन लागेन मलाई। त्यही कारमा ढुलायो यत्तिकै यति भइयो। अहिले 12 बजिसक्यो। अब अरू आउँदैछन्। त्यही झर्ला यति रिस उठ्यो मलाई। अब नेपाल छिरिसक्यो आफ्नो। यहाँ हाम्रो बस यहीँ र अब हामी इलाम घुमिन्छ होला सायद। इलाम राम्रोसँग हुन्छ हजुर देखाउँछस्। लास्ट डे अफ टुर गाइज हेर्नु। अब आज हाम्रो लास्ट दिन इलाममा। त्यही इलाम घुमियो। अब भोलि एक घर पुग्यो इलाम। ओ वाउ इलाम। गाइज अब हामी इलामको कन्याम भन्ने ठाउँमा आएका छौँ। यहाँ बबाल भ्यू देखेको छ। यसलाई देखाउँछु म त्यो गाडी त्यहाँ माथि यसमा त्यहाँ देखेको त्यहाँ जाने हो। अब हामी इलामै खाम। अब हामी यहाँ कन्याम लेखेकोमा फोटो खिच्नेमा हो क्या भन्नु त सर। यहाँ हाम्रो सूर्यबहादुर सर हुनुहुन्छ। हामी पूजा फोटो खिचाउने भन्नु होला है त। गाइस इलामको भ्यू कस्तो लाग्यो? लाइक कमेन्ट गरिदिनु है च्यानललाई। यो कन्याम लेखे कस्तो लाग्यो कमेन्ट गरिदिनु होला कस्तो लाग्यो भन्दा। अब हामी फोटो खिचेर आइसकेका छौँ। अब हामी बसमा चढौँ। अब हामी सिधै घर जाने या कता जाने होला। हाम्रो 7 दिनको टुर गइयो। गाइस बिहान लागिसक्यो। अब एकैछिनमा घर हुन्छ अनि गाइस र म सिक्किमबाट आइसकेँ। अहिले आएन अहिले त 5 बजिसक्यो। अन्त 5 बजे यहाँतिर आएको हुन अहिले आएको होइन। आउन चाहिँ बिहानै आएको र मैले बनाएन क्या। इलाम बसी थियो क्या। हामी 10 घन्टाको 10 कि 12 घन्टा कति बसमा हिँड्यो। अनि स्कुल आइयो कति 8 बजीतिर आइयो थियो। अनि घर आउँदाखेरि 9 बज्थ्यो। मलाई रुगा ला यो सिक्किमको रुगा हो। अनि मैले बनाएन। मलाई लास्ट थको लाग्थ्यो। अहिले यति म बनाउनुलाई मात्र उठ्यो होइन मुग्दैन यस्तो। फेरि अहिले म हावाउला हो किन थाहा। फेरि हावाउला र भन्दाखेरि के जाडो भयो भन्नु होला। हावा सिरिङ चल्यो अझ मुख धोएर आएको। अहिले गर्मी भएर आयो क्या हल्का फुल्का।
यो मुखमा चाहिँ हावा चिसो भयो मुख धराएको नि त त्यही भएर सिक्किममा धेरै जाडो यहाँ त के आयो सिक्किमको अगाडि त लगभग हिमाल त अनि सिक्किम भनेको त माथितिर हाम्रो पाहाडतिर त्यहाँ गऱ्यौँ अहिले हावा लाग्यो फेरि अलिक जाडो हुन्छ एकैछिनको फेर्नु पर्छ उसो ज्वरै आउला फेरि त्यही भएर बनाएको र यो भ्लगदेखि सिक्किमको भ्लग भ्याइयो सिक्किमको जर्नी थ्याङ्क यू जसले हेर्नुभयो र कमेन्ट गरिदिनु होला तपाईँलाई कुन पार्ट मन पऱ्यो सिक्किमको त्यही हो छैन पार्न सक्दैन छैन